हामी बाँचियो कसरी 24 गते नेताहरू बाँचे कसरी कसले बचायो किन बचायो सरकारलाई भन्न चाहन्छु दुर्गा प्रसाईलाई तुरुन्त छोड्नुहोस् बोल्ने नपाइने हुन्छ मन्त्रीज्यू बाराको घटनालाई कसरी हेर्नु भएको छ बाराको घटनालाई बारा कहाँ छ अब तिमीहरूको यो सबै माग पूरा गर्ने हो भने तिमीहरू आफै चुनाव लड्ने सरकार बनाउने अनि यो सबै कुरा आफैले गर्ने यहाँभन्दा अर्को उपाय छैन यहाँ क्यामेरा तेर्स्याएर बस्ने होइन यहाँ चाहिँ यो के अरे यस्तो किसिमको यो माग चाहिँ मन्त्रीलाई आउँदै मन्त्रीलाई दिँदै होइन माग चाहिँ राख्ने होइन यो चाहिँ आफै गाउँ गाउँमा जाने हो हाम्रो पुस्ता के भन्छ एमालेलाई के भन्छ केपी ओली वी लभ यु वी लभ यु वी लभ यु केपी ओली वी लभ यु वी लभ यु वी लभ यु केपी ओली वी लभ यु वी लभ यु वी लभ यु नयाँ जेनेरेसनमा बालेन शाह अलि बढी चर्चित छन् उनी कस्तो नेता लाग्छ तपाईलाई मलाई कसैकोलाई कसै के पनि लाग्दैन के मलाई त्यस्तो कुराहरू नसोध्नु हैन मलाई बालेन शाह कस्तो छ मैले उसँग कुराकानी गरेको भए हैन उसँग काम गरेको भए पो यस्तो छ उस्तो छ भन्ने तपाईको भेटै भएको छैन भेट एकपटक भेट भएको छ त्यति हो अरु पटक भेट भएको सुशीला कार्की 4 महिना भयो कुर्सीमा बसेको अहिले सम्म के गर्यो के भुत्ला उखार्यो काट्यो केपीको दुई काट्यो के थियो हजुर हजुर देशलाई माया गर्न सिकौं म सुशीलाजीलाई भन्न चाहन्छु देशलाई माया गर्न सिकौं यो एमाले कांग्रेस जस्ता पार्टीहरूलाई अपमान गरेको 125 वटा पार्टीसँग वार्ता गरेको नाटक गरे एउटी कन्ने खोज्दै हिँडे कतै कन्ने पाएन ए कपाल झरेर यस्तो भइसक्यो एउटी कन्ने कतै जहाँ खोज्दा नि पाइएन कठैबारी दैव के लाग्छ र केपी छोरालाई हेलो केपी छोरा कहाँ हो छोरा यहाँ तेरो बाउको कस्तो हालत हुँदैछ यहाँ 10 लाख रुपैयाँ घुस पठाइदिएन राज गर्ने हाम्रो साथमा गोली हानिनले काला राडीका बानहरू एक्सक्यूज मी बेगा त सम्झिनु ल एकैचोटी गाडी लिएर कहाँ गए भने पुलिसकोमा गए मैले त्यो गाडी हाँक्ने बेलामा हाँक्दै मैले के सोचेँ भने मार्ने योजना छ भने 1-2 जनालाई 2-4 जनालाई भनेको हुन्छ सबैलाई त भनेको हुँदैन त्यस कारणले गर्दाखेरि मैले पुलिसकै गुणभित्र छिर्नुपर्छ भनेर म पुलिसकै गुणभित्र छिरेँ ड्राइभरलाई निकालेर मेरो ड्राइभर को थियो मलाई थाहा छैन अहिलेसम्म ड्राइभरलाई निकालेर मैले गाडी चलाएर म अघि बढेँ मैले लगभग 10 वर्ष भएको थियो गाडी नकुदाएको चाहिँ तर पनि म गाडी राम्रो कुदाउँदो रहेछु त्यो दिनको घटनाले मलाई थाहा प्रुफ गर्यो हावा कुरा गर्छन् केपीलाई छोडेर सबै एमाले नै यतै आउँछन् मर्न त मर्छु अब क्यारी मरौँ झुन्डिएर मरौँ कि बिख तिमीहरूका छातीमाथि टेकेर राजा आउँछन् छातीमाथि टेकेर नजिस्का साथी हो वरिपरि पुलिस राखेर नजिस्का पुलिसले पनि तिमीहरूलाई साथ दिँदैन अब 25,000 मा मैले भने त यो व्यवस्था परिवर्तन गर्न पुलिसले साथ दियोस् त्यही दिन राति 1 लाख रुपैयाँ हुन्छ महिनाको तलब पुलिसको सुशीला कार्की देख्नुभयो हैन बसेर पिसा फेरेर उठ्न सक्दिनन् के को देश चलाउनु तपाईको केपी ओलीलाई हटाएर अहिले चुनावको कुरा गर्छ त्यही केपीले गराइहाल्थ्यो नि चुनाव यिनीहरूले भ्रष्टाचारीलाई थुन्न सके म प्रधानमन्त्री भएको 24 घण्टामा नि 400 मान्छे त पृथ्वीमा हुँदैन थिए भ्रष्टाचार बाबा कहाँ हुनुहुन्छ ए हाम्रो घरको रातो भाले थियो नि मेरो आँखाकै छेउमा बन्डाडेले लिएर गयो ओए
500 मा दिन्छ छैन 500 हैन 600 फेरि हेर्न 500 दे हिसाब र पिसाब क्लियर यसले पनि 500 छिटो गर्न बाउ आउँछ फेरि चाहियो ल टक्कै छैन ल ल ल बाउले पैसा दिएन भने यसरी भयो कुकुराको खोर सबै रित्तै बनाइछु म अबे डडेलधुरामा नि भिरमा हग्ने मान्छे आएर चाहिँ प्रधानमन्त्री बनिएको छ श्रृङ्खला खतिवडालाई त्यो भन्दा बढी के गरेको थियो त अरबपति खरबपतिकी छोरी हुन् हेलिकप्टरबाट स्कुल पुर्याउने गरेको थियो अस्तिको आन्दोलनले खड्गप्रसाद ओली प्रचण्डहरू शेरबहादुरहरू सबैलाई बढाएर नि अबको आन्दोलनले यी पश्चिमाका तस्करहरूलाई बढाएर छ घरमा आगो लगाउने पानी घरमा आगो लगाउनु त उनीहरूले सिकाए अर्का घरमा आगो लगाउँदा आफ्नो पनि लाग्छ भन्ने कुरो बुझ्नुपर्छ कि पर्दैन मलाई भात पकाउने मान्छे पनि मैले पाउँछु क्या चाहे भने स्थानीय सरकार प्रमुख हो सानो मान्छे होइन 2-3 अर्बको सम्पत्ति जोडिदिएको छु अनि 7 लाखको बाइक किनिदिएको कुरा गरेर हुन्छ म प्रधानमन्त्री भएको थिएँ भने नि म त्यो राष्ट्रपति उपराष्ट्रपतिलाई जम्मैले घोक्रे ठ्याक लगाएर खाँदेर यी जम्मै नेतालाई डोरीले पाटा फर्काएर बाँधेर चाहिँ लिएर हिँडाएर चाहिँ लिएर जान्थे आर्जु देउपा सभापति हुन्छन् भनेको बेलैमा अब जम्मै कुटे खाएर सकियो कसले सोधेको के हो राजीनामा भनेको के हो पुस्ता भनेको यो नो थाहा छ ओ राजनीतिमा पनि कुनै पुस्ता भन्ने हुन्छ if you have any dream to achieve you are young if you don't have any dream to achieve you are not young यसका भ्रष्टाचारका सम्पूर्ण फाइलहरू खुलेरै छाड्छु नत्र म राजीनामा गरिएर हिँड्छु र यो राजनीतिबाट राजीनामा दिएर हिँड्छु मेरो लाइसेन्स भएको हतियार लगेर छानबिन गर्दै हुनुहुन्छ तपाईँ के घण्टाको छानबिन गर्नुहुन्छ मेरो त सिधै च्यालेन्ज छ केपी ओलीलाई प्रचण्डलाई शेरबहादुर देउपा आर्जु देउपालाई मेरो सिधै च्यालेन्ज छ तिमीहरूसँग कहाँ खेल्ने हो खेलौँ रिङ गरेर खेलौँ कस्तो छ हजुर प्लेयर हुनुहुन्थ्यो कि सोझो क्याटेगोरीमा पर्नुहुन्थ्यो कि कस्तो चाहिँ हुनुहुन्थ्यो मलाई केटीहरूले लभ गरेको थिए मैले लभ हामी त बोलेको छैनौँ हामी लडाइँ गर्न जान्छौँ हाम्रा चाहिँ नि कार्यकर्तालाई हामीले त्यहाँ गएर पुट भनेको छैनौँ नि हाम्राले त के भन्दैछन् भने फनिया लगाएर देखाइदिने भन्दैछ सत्य त कुरो तपाईँले 700 करोड लोन लिनु भएको छ 700 करोड लोन लिनुलाई तपाईँलाई थाहा छ कति करोडको प्रपर्टी सो गर्नु छ चाहिँदैन म गएर उभिँदाखेरि ब्याङ्कले लोन गोली चलो भनेको सुनेपछि गोली कसरी चलो गोली चलाउने तहमा कसरी पुग्यो मैले सोधेको छु 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईलाई फिलै हुँदैन मलाई कस्तो पनि फिल हुँदैन जे भयो पनि फिल हुँदैन राजै बनाइदियो भने फिल हुँदैन मन्त्री भइसकेपछि भेट्न चाहिँ कस्तो कस्तो मान्छे आउँदैछ सबै राम्रो अमेरिकाका ब्याङ्कको आधा सम्पत्ति मेरै हो कम्बोडियामा 32,000 करोड 21,000 करोड डलर स्विस ब्याङ्कमा यति हजार तपाईहरु त हेर्न जान सक्नुहुन्न नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ जेसुकै गर भन्ने सन्देश आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप्स दिएर आउनु भयो स्याउ र स्याउ अब महावीर पुन दाइ भन्नु 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईलाई फिलै हुँदैन मलाई कस्तो पनि फिल हुँदैन जे भयो पनि फिल हुँदैन राजै बनाइदियो भने फिल हुँदैन है राष्ट्रपति बनाइदिए पनि प्रधानमन्त्री बनाइदिए पनि एउटा के अरे साधारण चाहिँ लेबर बनाइदियो भने मलाई केही फिल मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु गिफ्ट दिन्छ दियो भने मैले बेचिदिन्छु त्यही हो नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ जेसुकै गर भन्ने सन्देश दिन्छु म हैन व्यवहारिक ज्ञान तपाईसँग धेरै छ के मैले चिनेको काम गर्दै जाँदाखेरि गरेको म अध्ययन गर्दैन पढ्दैन पढ्ने लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमाथि छर्लङ्गै पारेको चुनाव लड्ने कि नलड्ने म नलड्ने 70 वर्ष हैन पोलिटिकल पार्टी खोलेर जाने कि नजाने तपाईलाई युवाहरूले बोलायो अरे घाटमा जाउन्जेलसम्म चाहिँ प्राण नजाउन्जेलसम्म चाहिँ त्यहाँ नजलुन्जेलसम्म कुर्सीमै बसिरहनु मन्त्री परिषद कहिलेसम्म विस्तार हुन्छ सुशीला कार्की देख्नुभयो होइन बसेर पिसा फेरेर उठ्न सक्दिनन् के को देश चलाउनु अनि तपाईँको केपी ओलीलाई हटाएर अहिले चुनावको कुरो गर्छ त्यही केपीले गराइहाल्थ्यो नि चुनाव यिनीहरूले भ्रष्टाचारीलाई धुन्न सके म प्रधानमन्त्री भएको 24 घण्टामा नि 400 मान्छे त पृथ्वीमा हुँदैन थिए फागुन 21 को चुनावै हुन दिँदैन अमेरिकाका ब्याङ्कको आधा सम्पत्ति मेरै हो
कम्बोडियामा 32,000 करोड 21,000 करोड डलर के हुन्छ कुनै आलोचकलाई चाहिँ अलि कडाइसँग अझ भन्दा कहिलेकाहीँ त अलि तिक्ततापूर्ण तरिकाले अझ कहिलेकाहीँ त तल्लै त झरेर पनि जवाफ दिनुहुन्छ क्या? किनभने म चाहिँ मान्छे हो। 23 र 24 गतिको घटनालाई यहाँले कसरी हेर्नु भएको छ? 23 र 24 गते त म त उहाँ के अरे इलामको माथि फाकफुकथुङ भन्ने ठाउँतिर थियो। मैले निशुल्क गराउँछु भनेर मैले बोलेर के हुन्छ? पैसा कहाँबाट ल्याउनु? हिमालको हिउँलाई पैसा बनाऊ? माटोलाई चाहिँ पेलेर पैसा बन्दैन। Thank you so much for watching. For more video, please like, share, subscribe, and I don't know what. Bye.